2 मिनेटमा ए ल ल अगाडि निस्किउँ भनेको 12 बजे किन निस्किने मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज कता खुवाउने यहाँ बाहिर मङ्गलाय बाहिर देव लग्नं सुदिनं देवतारा अलगि बाहिर विद्यावरदै 2 मिनेट पर्छ अब चाहिँ हामी चन्द्रलाई पुरो रेडी 12 कटोस 59 केही छैन हतार छैन भइहाल्यो ल यहाँ फोटो स्वस्तिनो बृहस्पतिर्दधातु हरिः ओम भद्रं कारणेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षरैर्जत्राः स्थिरैरद्वै पृष्ठभागो सस्तनभैर्यसेमहि देवहितमिलायोः अनि यो किस्ती पनि बोक्नु पर्यो देवहितम जरायोः ओम मङ्गलम भगवान् विष्णुमङ्गलम छोरी बेलीले बोक्छन् त्यो गुरु आउनुस् गुरु अलिकति यता हैन त्यहाँ अरू भोटे देखाएर चाहिँ त्यही भएर हाल्नु भने के देखिन्छ कि बुझ्दै हैन ल एकैछिन है बेली एकछिन यहाँ बस ओ विश्वास अहिले गर्नु पर्दैन यो कति हो हाम्रो त यसबाट खिच्छु म फोटो 08 ओम आनो भद्रः कृतवो जन्तु विसदो दर्दासो सानसानो त्यो भौजिलिन्दालाई 0 देवानां भद्रासो रेडी तानपुर भयानि विदा हुमये भयं भगं मित्रमदितिं तक्षमणं वरुण घोषो ममस्विना सरस्वती नः सुभगा महेश्वरता तन्नो वातु मयो वो वात भेगजं तन्माता पृथिवी तत्पिता द्योः तद्ग्रावाणः सोम अग्नि जिह्वा मनवः सूरचक्षुषो विसेन देवावशा कमण्यः भद्रं कारणेभिः शृणुयाम देवा भद्रं वीर्यसेमहि ओम शतभिन्न शरदवन्ति देवाचन्द्राणां सकलजर सन्तानानां पुत्रासो चतुर्मित्रो भवन्ति मानव विद्यारे निकतायन्तो अदिति द्यौरदितिरन्तं माता सुता स्मेति वाति जो हो शान्ति सुशांत भवतु राजा बेला बोल जाओस् यो बोकाउँदै ए छोरी बेटी एकदम दही बोका यो दही यसो नानी ए भरे लम्बा भगवान विष्णु लङ जाडो छ टिका लगाएर हामी चाहिँ निस्किनु के हुँदैन अप्सराहरूको यहाँ चिसो सुरु गर्नुहुन्छ दुला झर्दै हुन्छ तल सन्त हुन्छ
ओम मंगलम भगवान बाजा बजाऊ बाजा बजाउनु पर्यो गाडी बाजा बजाउनु पर्यो बाजा अफ गर्नु भएन समाउँछ त्यतिले समाउनु है गाडी बसेर
बाटो छोड्नु बाजा छ नि बाजा बजाउँछ अगाडि हाल्छ नि के भयो थाहै भयो कसले छ म बस्नु त हजुर अगाडि के गर्नु छ भने अगाडि के बस्नु अगाडि के बस्नु पक्को खोइ बोल्ने बोला आइहाले जाउँ हामी तल यहाँ बसेर सबै हामी यो स्टप गर्ने हो कि के पछाडी 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 उड्दिनु है आफसे आफ अफ हुने रहेछ के गर्नु थिएन मम्मीहरु खै पछाडीतिर उड्दिनु पर्यो है नरिसाइकन
टोपी तल भयो आन्टी अलिक माथि गरिदिनु न टोपी सब हामी चाहिँ भाउजूको वेटिङमा मलाई कस्तो दिइरहेछ टिका यता आइसक्यो आन्टी हो यहाँ चाहिँ मेरो बुढा ह्यान्डसम बुढा यहाँ चाहिँ मेरो अभी कस्तो देख्यो सब हामी चाहिँ भाउजूको वेटिङमा भाउजू एन्ट्री पहिला टिका टालो हुन्छ होला अनि त्यसपछि फेरि भेटौँ मोस्टली डेङ्गु नै भएर हुन्छ नि अनएक्सपेक्टेड क्या ल आउन आउ बरु भान्जालाई चाहिँ बोक्नुपर्छ मल्छ नि लुगामा चन्दनले दाइले ढोग्नु पर्दैन त ढोग्नु पर्दैन भन्नु भएन त्यो लुगा हामखाले उचाल्नु पर्छ क्या ल गर तपाईँ हजुर ए होइन होला ए मेरै थोडाको देखिरहेको रहेछ
टोपी औडा देख्छ फोटोहरू खिच्दाखेरि सबै फोटोमा मेरो होइन राम्रो छ nervous, excited, what? Excited, more excited, less nervous. ठिक छ यतिको चाहिँ हुनु पर्यो है सबै हामी भाउजूलाई लिन आइसकेछ यहाँ चाहिँ मेरो भिनाजु दिदी वेलकम के भन्नु सो हाम्रो ब्राइडको एन्ट्री सँगै आउनु सुन्नु यो बिचमा अर्को काम हुँदैन ए उठ्नु भएन भाइ यता यहाँ भाइ वेलकम भाउजू सबै ठिक छ मैले हात गाली खाने भनेपछि यो टेबललाई चाहिँ यहाँ राख्नुपर्छ कि हाम्रो एकैछिन घुम्नुपर्छ नि
आउने भएन मूवमेंट कर रहे हैं
जुम्ना करना जुम्ना कर हम निम चुके का माला जिप्पी में का इनान का बाजा त्यो चाहिँ चकचके छोरी चकचके छोरी चकचके छोरी चकचके छोरी होइन म आइसक्रिम छोरी भन न आइसक्रिम छोरी हो आइसक्रिम छोरी कि चकचके छोरी छोरो आइसक्रिम हो नगर नगर छोड नगर इना एकछिन उठाइन त थकित भएर बसिरहेको छ फोटो होला भन्दा ब्लग ब्लग मेरो चाहिँ खुट्टामा घाउ भएको छ गाइस मेरो स्यान्डल लुक एट माई स्यान्डल प्रिटी प्रिटी स्यान्डल त्यसैले चाहिँ यो घाउ भएको हो गाइस मेरो जुत्तामा दुख्छ मेरो खुट्टा घाउ हो यो स्यान्डलले गर्दा त्यो स्यान्डलमा घाउ भएको छ स्यान्डल हैन कि खुट्टामा घाउ होला स्यान्डल खुट्टामा घाउ भएको छ प्रनुलाई सरस्वती पूजामा जान्ला जस्तो देखिरहेछ कस्तो आन्टी जस्तो सरस्वती पूजा सी इज गोइङ इन सरस्वती पूजा सरस्वती so everyone we did our nails so your nails
Fixing our nails. When she got her eyelashes done. तर हेर न आँखा झन् खोल्छ पागल. I did. तर I don't know what happened. My natural. होइन होला. रुसा दिदीको फुल गरेको न. रुसा दिदीको actually top secret. Actually यो चाहिँ हाम्रो होइन हाम्रो दिदीको. अलिकति स्टोरेज हामी चाहिँ स्टोरेज फुल गर्नलाई हेल्प गरिदिरहेको दिदीलाई. Indeed. Yeah. के हो राम्रो देख्छु त होइन two words for साजन दाइ. Congratulations. है त मैले भन्छ अर्कै भन. Happy married life. खाने नआउने जात आइसक्रिम खानु. 2 words for साजन दाइ. 2 words. तेरो टाउको. साजन दाइलाई के भन्न चाहन्छस् त? Congratulations. Thank you रे. Congratulations. तँलाई त के भन्छ साजन दादालाई? मेरो फोन कहीँ थाहा छैन मेरो फोन Nothing. एउटा congratulations एउटाको nothing. साने एनेन साने मेरो मोबाइल तसँग So guys, हामी चाहिँ बेहुलाको बहिनी. म छोरी हो. ए उ चाहिँ छोरी. She is छोरी. My daughter. She is छोरी. उ सबैको छोरी हो. My daughter. यो बेहुलाको बहिनी. म पनि बेहुलाको बहिनी नै हो. कच्ची बहिनी होला ल सो ठुलबा साजन दाइलाई के भन्नुहुन्छ तपाईँ? म के पनि भन्दिनँ. भन्नु न अलिकति. कङ्ग्रेचुलेसन भन्नु न. भन्दिनँ म. भन्नु न. नभन्ने. साजन दादाको लागि 2 शब्द. हाम्रो फोटो खिच्दिन न आफूले मुखेर मक्ख भरे. साजन दादाको लागि 2 शब्द. हिजो भन्छु मैले. हिजो भागेको त भरे आउँदै आएन सजी. थ्याङ्क यू. भोजको लागि आनन्द दाइ पुण्य गौतम. अहिलेसम्म अरूलाई साजन दादाको लागि 2 शब्द के भन्नु त साजन दादालाई? कङ्ग्रेचुलेसन भन्छु. ह्याप्पी म्यारिड लाइफ त्यही हो. ह्याप्पी म्यारिड लाइफ. कङ्ग्रेचुलेसन. साजन दादालाई के भन्नुहुन्छ? भन्नुहुन्छ त? यस्तो हो नि. एउटा राम्रो भ्लग बनाऊँ भने कि दर्शक दिन हेर्न सक्नुहुन्छ. सो गाइस हामी चाहिँ अब सबजना कुखुरा चोरेर भागिरहेको छ. छ्याउला जुत्ता फेरेर यही हो हेलमेट टिक्नु छ. कस्तो काली यहाँबाट चाहिँ गोरो देख्दो रहेछ. अब यता चाहिँ गोरो देखिन्छ. अब ओइ खतरा गोरो देख्छ त. त्यहाँको मैले किनिसकेँ. कस्तो बनाएछ हेरौँ. लाइट पेन्टिङ वाला बन्दैछ. पेन्टिङमा खिच्दैन. हामी त ठ्याक्कै टाइममा आइपुगेका ठिक्क बेला भयो. 1 2 3 क्यामेरा देख्नुहोस्. म किन बुझ्दै खोजेर देउतीलाई 1 2 3 देखाउनु. दाइ आउनु त पानी लिएर आउनु पऱ्यो कि. यो त पानी चाहिँ कता छ? ओहो यसरी ठ्याक्क यो पेन्टिङ पनि निकालेर लाउनुस् त मामुले हजुरलाई पुऱ्याइदिन्छु बाबु.
दिइहाल्यो क्यामेरा देख्यो सही हो दिनै पर्छ भ्लगमा आउँछ भाइ हाम्रो रुबिसा ब्लग्स रुबिसा ब्लग्स के कति थडाएर मैले भनि त राखेँ दाइ रवि दाइ म्याचिङ ठिक छ नि म ओभर गएर देखियो ला ठिकै छ रसम गर्नै दिनु भएन ठिकै छ ला ला त्यो त माया लागेर आयो ल तनाव भएछ हाई गाइज हामी चाहिँ भाउजूलाई लिन यहाँ बाजेको सगुवा घरमा आइपुगेको छ ल जाऊ लाइनमा Let's go, baby. Let's go. Let's have some snacks. Us? Let's go. यो चाहिँ हाम्रो दाइको बिहेको गाडी